हेलो गाइस, आज मैं फिर से आ चुका हूँ ट्रेनिंग ग्राउंड खेलने। फिर से तो नहीं बोलेंगे, ये लॉन्ग वीडियो है और मैं नेपाली ही बोलूँगा। ल भाइ म आएँ गाइसहरू, वान ट्याब हान्छु तपाईँको बट सफल गेमिङले ट्रेनिङ ग्राउन्डमा। र M590 लग्छु आज। यो प्यान चाहिँ इम्पोर्टेन्ट छ है, पछाडिबाट लास्टै हान्न थाले एनिमीहरूले आजकल। हट्नु त कहाँ यो यार, बिचमा आइदियो के मेडिकिट। बाँकी के गर्दैन, अब हेडसट रेट चेक गर्छु र म लाग्छ किन। ओ लाग्यो, लागेन 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 लागेर अरे लागेन लागेर। ओ कस्तो लाग्दैन, हेरौँला। M590ले चेक गरौँ। अरे लाइभ भिडियो बनाउन थाल्ने बित्तिकै यार मेरो गेम प्लेलाई के हुन्छ यार, एक हेडसट राम्रो लागेकै छैन। नत्र भए त यस्तो मस्त लाग्थ्यो। अनि सरी फर गाइज, सरी फर 2 दिन भिडियो नहाल्नको लागि। ल म आयो त, ल हानौँ। म बोटले अब हान्न सक्छु कि नै। अच्छा उर्र यार हे साँच्चै गाइज। ल गेम प्ले हो कि मेरो यो, त्यही भनौँ। चल भाग। अरे देखो भनेको किन, पछाडिबाट लास्टै हान्छ, नानी पनि हाल्यो एउटाले। तो यार गाइज, मेरो यो हेडफोनै बिग्रिन लाग्छ क्या। यो हेडफोन बिग्रिन लागेको हो कि मेरो यो मोबाइलको कनेक्सन बिग्रिन लागेको थियो, पत्ता लागेन। अनि फेरि मैले लाइभ हाल्ने भनेको छु नि 50 सब्सक्राइबरमा। अहिले हल्का त प्रब्लम चलिरहेको छ मेरो नम्बर नभएर राम्रो। त्यसैले बादमा सल्भ गरेर लाइभ हाल्छु मैले। कसम से बच्नु परिरहेको यार, यस्तो लुकी खतरनाक प्लेयर हान। 2 किल हानेको जम्मा। ल ल ल ल अब बाहिर निस्केर त्यहाँ। और कस्तो यार, जान लज्जा। ले कसले हानिराखलाई यो एरियामा जाने बित्तिकै हेड पछाडिबाट हाने रहेछ नि त। मैले पनि पछाडिबाट हानेको थिएँ। चल भाग। अरे टाकी पनि हान्न सकेन यार म बटले हेडसट। चल जा। इट्स अ प्रैंक बेबी। उई मलाई उतल्या। उई यो मान्छेसँग हिबो ह गन स्किन राम्रो नि, तर बट जसरी खेलिरह। देखो म जस्तो हुनुपर्छ कि यस्तरी हेड हान्ने दुक्कामा। उर दुक्कामा 2 चोटि हेड हाने यार। अब तेस्रो चोटि त कहाँ हेड लाग्ला हो कि नै गाइज। तेस्रो चोटि हेड हान्ने परम्परा नै होइन, हान्न सक्छु कहिलेकाहीँ। माथिबाट एडभान्टेज लिएर पट और त्यही पनि लाने यार, हेडसट बटले नै हानेर भागिदियो त्यो। म भन्नु चाहिँ नि यससँग गन स्किन राम्रो तर हेड हानेर आएन। यस्तो एरिया खतरनाक एरियामा छिर्यो।
गोली सोली त चलाउन मना छैन। चल भाग। ओरे गाइस हानिदियो कि यस्तोरी हानिदियो कि दिमागै फुटाइदियो कि मेरो। चल भाग। एकैछिन त जानु पर्यो थियो कि मेरो काम पर्यो थियो। आइहालेँ केही हुन्न। नमरे रहेछ क्या हो सायद से। अरे भाइ साहब हेड हान्न फेरि यिनीहरू सिलेसी गऱ्यो। भुटी पनि हान्छन् हेड पनि हान्छन् कि यिनीहरू। कहाँबाट हानिरह बे? ल हेडै हान्दैन एलिमिनेसन देखाएको छ। चल चल ल खा ओ पछाडि चल भाग। मडकी ढाल्नु पक दिवाल फोडे। यसलाई भन्छन् M519 भुट्नु। मेरो त इज्जती नै भल्ला होला यार M519 पनि। ल हेर त आउन खाँदैन के लाग्यो त्यसले। यस्तरी काटेबाट टाकेर एडब्ल्युएम हालिदिन्छ। आरामै छैन कि नेटको ठिक। एडब्ल्युएम को एक गोली म फिनिस भन्ने थिएँ भइहाल्यो। चलो एक गोली कनेक्ट हुन्न यार। एक एचपी को रहेछ त्यसरी नकनेक्ट भयो होला। यो बा म कसम से कहाँबाट हान्छ नि यिनीहरू यार गाइस यार। ठ्याक्कै भिडियो आज 10 मिनटको बनाउने हो। 15 मिनटको हाल्न मिल्दैन। नत्र 15 मिनटको भिडियो हाल्न मिल्नेको भए त म अहिले लाइभ पनि हाल्थेँ होला। देखि 15 मिनटको भिडियो हाल्न चाहिन्छ। हल्का नम्बर भेरिफाई चाहिँ छ। ओबे भेरिफाई गर्नुपर्छ नम्बर। हल्का उडी ब्याकरले पनि हाल्नु। एक अच्छी भी हाल्दियो यार। देखो यस्तरी वान ट्याप हान्दियो बसेर सुतेर डग स्टाइलमा लाएन। सबैलेका बडी पनि हाल्नुपर्छ। बडीमा हानेसम्म हामी प्रो बन्दैनौँ। 10 मिनट पूरा बचेन। टन्डे दाइ फ्यान किल छोड्यो। ल अब म एक दिन टन्डे दाइ जत्रो टन्डे दाइ जत्रो ठुलो युट्युबर बनेर देखाउने छु। सपोर्ट गरिदिनु होला। यसले मलाई मारेछ नि मैले यसलाई हेड हानिदिएँ नि। फेरि पारेर त फेरि मेरो त्यही डक्टर जस्तै हो के। ए भाइ यो के हो यो सिल गन भन्ने पनि गन लाग्यो यार। ल हेड हान्दियो अरे मदेखि हुकङ बनेर लुकिराख यार। ल हान्ने है गाइस हान्ने पाएन म सुतिहालेँ। हल्का
ए यार गाइस यार तेरा होला है ल गाइस 10 मिनटको भिडियो बनेछ ल आजको लागि यति बाई बाई